मानव जीवन उत्कृष्ट जीवन। मानव जीवन उत्कृष्ट जीवन। जीवनमा उद्देश्यको मिसन र भिजन भएमा शारीरिक रोग कष्ट पनि जाति हुँदो रहेछ। छातीमा जुन तारा र घामको बगैँचा भएमा भुइँमा बसेर पनि आकाशमा उडेको अनुभव हुँदो रहेछ। जीवनमा के धन बनाउन सकौँ कि जीवनमा नाम बनाउन सकौँ, नत्र यो उत्कृष्ट जीवन के हुँदो रहेछ त भन्दाखेरि गार्बेज फोड जस्तै हुँदो रहेछ मित्रहरू। त मेरो नाम निर्मला राई परिवेश, जन्म नेपालको पूर्वी जिल्ला खोटाङ दिक्तेल रावा खोला सेरोफेरो सुङदेल भन्ने गाउँमा भएको थियो। हाल भने विगत 25 वर्षदेखि म बेलायतमा मेरो क्युट ब्लेस फ्यामिली ट्रिपल त्रिदेवी छोरी र मेरो श्रीमान मेजर बी कुलमान राईसँग बस्दै आएको छु। त मित्रहरू, मेरो श्रीमान रोयल गोर्खा ब्रिटिस आर्मीमा कार्यरत हुनुहुन्थ्यो। त्यसै कारणले धेरै मुभमेन्ट हुनु पर्यो। त्यही सिलसिलामा मैले धेरै खालको काम गरेँ मेरो बालबच्चा सम्हाल्दै। श्रीमान त कहिले वारमा, कहिले कहाँ कहिले घरमा बास हुँदैन थियो। त गाइस, यस क्रममा मैले काम गर्दाखेरि धेरै अनुभवहरू बटुले। अर्काकोमा काम गर्नु मिठो हुँदैन, न आफ्नो टाइममा पाइन्छ न नजिक पाइन्छ। छोराछोरीले स्कुल ल्याउनु लानु, घरमा यताउता झन् आफ्नो त टाइमै नहुने। त्यही माथि यो न धेरै हुन्छ हैन। विदेशमा बसेपछि के हुन्छ, सबैले घरपट्टि माइतीपट्टि इभन च्यारिटी दुनियाँ सबैलाई आश हुन्छ, तर रुखमा पैसा फल्दैन हैन गाइस। तर म एज अ पर्सन, आई एम अ राइटर, आई एम अ रेडियो प्रेजेन्टर, हेयर ड्रेसर एन्ड ब्युटी सेन पनि हो। र सबभन्दा चाहिँ म मेरो प्यासनको कुरा गर्नु पर्दाखेरि गाइज, म साहित्य बिना खानाले मात्र नअगाउने व्यक्तिमा पर्छु। कारण सानैदेखि शिक्षा प्राप्तिको लागि म परिवारसँग, आमासँग विशेष त टाढो भएँ। मेरो दुःख सुख भोगाई ठोकाई त्यही साहित्यको थालीमा पस्किँदै आएँ र मैले आफ्नो बाटो कोर्दै आएँ। त्यसैले होला गाइज, मलाई साहित्य बिना सेटिस्फाइड हुँदैन, खानाले अगाउँदैन भनिहालेँ। त गाइज, अब कुरा गर्नुपर्दा मलाई 2-3 वर्षदेखि ब्रेन फक हुन्थ्यो।